बर्मुडा ट्रागलको अन्धकार रातमा डगलस DC-3 विमान उडिरहेको थियो। त्यस विमानमा 134 जना यात्रुहरू सवार थिए। उनीहरूमा एकदमै हर्ष उत्साह भरिएको देखिन्थ्यो। उनीहरूलाई थाहा थिएन कि त्यो यात्रा उनीहरूको जीवनको सबैभन्दा ठूलो चुनौतीमा परिणत हुन जाँदैछ। अचानक आकाशमा बादल घना भयो, बिजुली चम्कियो, हावा करायो र समुद्रको तूफानले विमानलाई झट्का दियो। यात्रुहरूको आँखामा आतंक, मुटुमा कम्पन र मनमा एक प्रश्न, के उनीहरू जीवित रहन सक्नेछन्? हावा र पानीको क्रूर खेलबीच विमान अचानक सुनसान टापुमा क्र्यास भयो। 134 जना मानिसहरू एक अज्ञात सुनसान जङ्गल र समुद्रले घेरेको टापुमा फसे। त्यहाँ सेटलर केही पनि थिएन। खाना पानी सीमित थियो र रातको अँध्यारोमा जङ्गलको अजीब आवाजले उनीहरूको मनलाई अझ डरायो। घाइतेहरू र डरले भरिएका यात्रुहरूले पहिले रातको भोक, थकान र अनिश्चिततासँग सङ्घर्ष गरे। उनीहरूले महसुस गरे यो टापुमा प्रत्येक पल ज्यानको लागि सङ्घर्ष हो। पहिलो वर्ष मानिसहरूले जीवन बाँच्ने कला सिक्न थाले। समुद्रबाट माछा मार्ने तरिका पहिलो वर्ष उनीहरूले जीवन बाँच्ने कला सिक्न थाले। समुद्री माछा मार्ने तरिका, टापुको फलफुल सङ्कलन, पानीको सुरक्षित स्रोत खोज्ने, आगो बाल्ने कला र Observing the light, a crewman first caught sight of the American continent, supporting Columbus's suspicion that the light emanated from a nearby landmass, perhaps a torch or bonfire by the indigenous population. As should be evident by now, this is all very mysterious, as long as you refrain from looking beneath the surface. जङ्गलमा सुरक्षित सेल्टर बनाउने अभ्यास सुरु भयो। 134 जनाले सानो समाज निर्माण गरे, नेता चयन गरे, जिम्मेवारी बाँडफाँड, सहयोग, विश्वास र धैर्यलाई आधार बनाएर। तर प्रकृति नरम थिएन। लगातार आँधी, वर्षा र जङ्गलको खतराले उनीहरूको धैर्य र इच्छाशक्तिको परीक्षा लिँदै थियो। बीचको वर्षहरूमा उनीहरूले लगातार चुनौतीहरूको सामना गरे। आँधी, तुफान, घाँस र जङ्गलको जीवजन्तु, रोग र चोटपटकले शरीर र मन दुवै कमजोर बनायो। तर मानिसहरूले क्रिएटिभिटी, टिमवर्क र धैर्यताको माध्यमबाट आफ्नो जीवन निरन्तरता दिए। उनीहरूले टापुको स्रोतहरू पूर्ण रूपमा प्रयोग गर्दै जीवनयापन गर्न थाले। माछा मार्ने, आगो बाल्ने, प्राथमिक उपचार गर्ने यस्तै कुराहरू उनीहरू सिक्ने र बाँच्ने क्षमता दिन प्रतिदिन गर्दै बलियो हुँदै गइरहेका थिए। माछा मार्ने, आगो बाल्ने तरिका, सेटलर अपग्रेड र प्राथमिक उपचार सिकेर उनीहरूले बाँच्ने क्षमता दिन प्रतिदिन बलियो हुँदै। माछा मार्ने, आगो बाल्ने तरिका, प्राथमिक उपचार गर्ने तरिका सिकेर उनीहरूको बाँच्ने क्षमता दिन प्रतिदिन बलियो हुँदै गयो। हरेक दिन नयाँ चुनौती र प्रत्येक दिनको उनीहरूको इच्छाशक्ति अझ बलियो बनायो। उनीहरूले महसुस गरे कि डर र पीडामा पनि आशा खोज्न सकिन्छ र कठिनाइले जीवनको मूल्य सिकाउँछ। जङ्गल र समुद्रको अनिश्चितता, घाम, वर्षाको रातको चिसो र भोकले उनीहरूलाई तोड्ने प्रयास गरे। मानव इच्छाशक्ति र साहसले उनीहरू विजयी भए। जङ्गल र समुद्रको अनिश्चितता, घाम, वर्षा, रातको चिसो र भोकले उनीहरूलाई तोड्ने प्रयास गरे। जङ्गल र समुद्रको अनिश्चितता, घाम, वर्षा, रातको चिसो र भोकले उनीहरूलाई तोड्ने प्रयास गरे पनि मानव इच्छाशक्ति र साहसले विजयी भयो। 9 वर्षपछि एउटा रेस्क्यु जहाज टापुमा आइपुग्यो। 134 जना मानिसहरू जीवनको अनमोल कथा लिएर त्यहाँ थिए। शरीर कठोर तर मन अझ दृढ, आँखामा अनुभव, हृदयमा धैर्य, आत्मामा साहस र उनीहरूले आफ्नो स्ट्रगल, पीडा र साहसको कथा सुनाए। उनीहरूको आँखा परिवर्तन भएको थियो तर आत्मामा उज्यालो र आशा अझै बलियो थियो।